अहिले चाहिँ मकै दिन लागेको बाख्रालाई मकै दियो भने छिटो बढ्छ अलि केटा ल ओ भेटेर रे गाइस खतरा पानी परेछ अहिले धेरै दिनपछि परेको आमा बप्पल हो यतिकै पानी चाहिँ पर्नु पर्यो हेलो गाइस वेलकम टु माई न्यू भ्लग न्यू एपिसोड तपाईँलाई स्वागत छ फेरि मेरो न्यू भ्लगमा आजभोलि के भइरहेछ भन्दाखेरि त्यतिकै केही त भएको छैन झोपडी बनाएर राखेछ अब मकै दिन पर्यो मकै दिनलाई अब बाटो कहाँ अहिले चाहिँ मकै दिन लागेको नि मकै दिन पर्यो नि त बाख्रालाई मकै दियो भने छिटो बढ्छ कि सही हो केटा ल मकै छोडाएर गयो ओए भेटेर रे ए राम मलाई खाँदै छ मकै चाहिँ ए बाख्रा यो चाहिँ अस्ट्रेलियाकै ल यो चाहिँ पाठो भने फेरि अब यो ठुलो भएपछि चाहिँ एक दिन यसलाई नि काट्नुपर्छ यिनीहरू चाहिँ ब्रोइलर यो ब्रोइलर कोइलरहरू छ उताभित्र यता मकै यो चाहिँ आज दिनभरिमा कटाउनुपर्छ यो धन्दै बनाउनु चल्ला रे अनि त्यो दिउँसो चाहिँ निकै नि यहाँ मकै बनाउनु पर्ने हुन्छ खुब जहिले नि धान रोप्ने बेला भएपछि के हुँदैछ अन्त तरकारीमा आलु त बढी मात्रै त्यसपछि बिहान उठ्यो खोकेर गयो दिउँसो भयो मकै बनाउने भयो अहिले गर्मी यति बढेछ नि दिउँसो यत्तिकै बसिराख्दा नि ट्याप पसेन चुइन्छ कि उतातिर मकै सुकाइरहेको फेरि पानी पर्नेको आश राख्दा गरी महिनामा कहिले नि पानी परेन धेरै दिनपछि आज अलिअलि पानी पर्न लाग्छ अनि बादल पनि कालो भएको छ तर पानी चाहिँ पर्दैन होला जहाँसम्म लाग्छ अलिअलि एक दुई थोपा परे जस्तो चाहिँ गरे तर बादल यस्तो लाग्छ फेरि अनि हराइहाल्छ एकछिनपछि यो भनेको फेक न्युज हो हावा कहिले पर जानेर सो गाइस खतरा पानी परेछ अहिले धेरै दिनपछि परेको आमा बप्पल हो यतिकै पानी चाहिँ पर्नु पऱ्यो बर्खामा अनि त्यसपछि हामी जस्तो गरिबी किसानीहरू चाहिँ एकदम रमाउनु छ कि यो धान रोप्नु अलिक अब सजिलो हुन्छ नि त काम गर्न होइन अनि हेर्नु नि त यत्तिकै चाहिँ हुनु पऱ्यो यति बब्बा राख्ने अलिक पानीको अघिसम्म आउला जस्तो गरेको थियो होइन नआउला जस्तो पनि गर्थ्यो बब्बा हाल्थ्यो अहिले चाहिँ यत्तिकै भएपछि चाहिँ होइन खत्रै हुन्छ क्या अब गर्मीले मर्न लागेको थियो गाई यस्तो शीतल भएको नि त आम्मा गाई अहिले पानी दिइसक्यो अनि बबाल पानी पऱ्यो अघि चाहिँ उता चराहरू बसिरह मस्त ल अहिले चाहिँ म कुडो खानु लागिरहेको छु अनि अब यहाँ कुडो खानुपर्छ अनि तिखाएर बसेछ होला काली पैँचलु आज गराएको केटा हो आज गराएको दिउँसो गराएको नि फेरि कम्ता बिहानभरि यहाँ के अरे मकै ओसार्दा पानी भर्नु पऱ्यो अरे एक बाल्टिन भएपछि अनि खुवाउनु पऱ्यो काम त कामै काम हुन्थ्यो बिहान उठेबाट कामै काम हुन्थ्यो काम पनि यति हुन्छ नि काम फेरिमा आजकल त यो धान रोप्ने बेलामा हुन्छ आजकल हो कामलाई चाहिँ त्यही भएर अन्त अरू बेला त बिहान बेला काम गरी दिउँसो सुतेर बसेर गर्थेँ अनि यो बेला चाहिँ यति आश्चर्य हुन्छ हामीलाई फेरि एकदम आश्चर्य हुन्छ फेरि यो बेला फेरि अनि त्यही भएर
सो अहिले त पानी मिलिसक्यो मजाले। उता हाम्रो आएको उता बुढो आएको उता ल। अनि त्यसपछि खेपा जाने भनेको ल। फ्ल्याट जर्नी स्टार्ट यो गाइस ल। घाँस हाल्नु पऱ्यो रे गाइस। अब घाँस हाल्नु पनि त्यसपछि खेततिर लाग्यो नि। भाका रेडी गरेर आएछु नि त फेरि मैले। यो ठुलो भएपछि नि यस्तरी हान्छु नि यसलाई मैले। यो ठुलो भएपछि यस्तरी हान्छु नि। अलिक त सानो थियो आउँछ कस्तो मेरो यहाँ घाउ निस्किनु लाग्यो जस्तो भख। अनि तर ठ्याक्कै चाहिँ थाहा होइन। आजबाट चाहिँ मलाई यहाँ चिलाउनु लाग्छ कि। यसलाई नि अब यस्तो गरेर बाँधेपछि नि खोरभित्र हालिदिनुपर्छ। त्यही मजाले खान्छ बाख्राले। खान दिनै पऱ्यो फेरि पालेपछि। गरी खानु पनि दुःख छ है फेरि। अब यो पालो लग्नबर्खतिर बाँधिदिन। त्यसपछि लाग्नु खेततिर अनि ढाकाहरू पनि ठ्याक्क रेडी अवस्थामा राखेको छु। त्यसपछि खेततिर घाँस काट्नु गइन्छ। अहिले चाहिँ घाँस काटेर ल्याइसक्यो अनि आइसक्यो। लास्टै पसिना भयो अनि गर्मी छ पसिना भयो। यतातिर धान खेती उता यतातिर चाहिँ धान खेती यत्तिको भयो अनि यत्तिको भयो धान खेती। त्यसपछि धमाधम काम सुरु भयो यतातिर। अनि त्यसपछि रोपाइ सुरु हुन्छ। त्यसपछि चाहिँ बल्ल रोपाइ सकेपछि खतरा अनि बल्ल काम सकिन्छ। अनि त्यसपछि आनन्दै बस्ने हो। उता हेर्नु बब्बाल चरा बसेको छ यार। ल हामी घर भेटौँला। सकेपछि घर पनि आइसक्यो। अनि अब हामी नुहाएर फ्रेस भएर बस्नु पर्ने हुन्छ। लास्टै हो यहाँ गर्मीले। अनि त्यही नै आजको लागि यति नै है। अलि चिच्याएर भन्नु त्यही हो गाइस। आजको लागि यति नै। हामी भेट्नेछौँ भोलि न्यू फ्रेसवाला न्यू भ्लगमा न्यू एपिसोडमा। आजलाई भने बाई बाई।